नमस्कार। यहाँनिर एउटा क्याटको डेड बडी भेटिएको छ। अब यो कसले फाल्यो यो चाहिँ मलाई थाहा छैन। तर आज यो क्याटको ठाउँमा मानिसको शव भइदिएको भए यहाँको जिल्ला प्रशासनको ध्यान आकर्षण हुन्थ्यो र यो घटना कसरी घट्यो भनेर अनुसन्धान हुन्थ्यो। तर आज एउटा पशु भएकै कारण एउटा शव यो सडकमा सडेको छ, जसले गर्दा पुरै यहाँ दुर्गन्धित भएको छ है। र यो कसले फाल्नुभयो, यदि यो तपाईँले फाल्नुभएको चाहिँ हामीलाई थाहा भयो भने हामी चाहिँ तपाईँलाई कारबाही गर्छौँ है, किनकि त्यो कारबाही गर्ने हामीसँग अधिकार छ। तर तपाईँले माया गरेको एउटा एनिमल्सलाई यसरी बिच सडकमा कसरी फाल्न सक्नुहुन्छ? तपाईँले यसलाई व्यवस्थापन गर्न सक्नुहुन्न भने प्लिज नपालिदिनुहोस् है। अब उसलाई केही न केही रोग लागेको हुनसक्छ है। अब यसरी मृत्यु भएको छ। अहिले त त्यसैमा पनि क्याटको भाइरल रोग आएको छ, जसले गर्दा धेरैको मृत्यु पनि भएको छ, जुन चाहिँ हामीले चाहिँ फ्ल्यान भाइरल पेनल्युकोपेनिया भन्छौँ। त्यो चाहिँ अहिले धेरैमा देखेको छ। अब यसमा नहुन सक्छ भन्न पनि सकिन्न है। अब यो भाइरल यसरी फैलिनुको कारण भनेको तपाईँको गल्तीले गर्दाखेरि पनि हो है। यसरी यो एउटा मरेको उसलाई चाहिँ तपाईँले यसरी बिच सडकमा त फाल्न मिल्दैन नि। तपाईँले उसलाई गाडिदिनु पऱ्यो होइन। तपाईँले माया गर्नुहुन्छ भने त उसलाई राम्रोसँग खाना खानिदिनु पऱ्यो, हेरचाह गरिदिनु पऱ्यो र उसलाई अन्तिममा व्यवस्थापन गरिदिनु पऱ्यो नि। त्यो तपाईँको जिम्मेवारी हो है। आज तपाईँको लापरवाहीले गर्दा एउटा व्यक्तिले गर्दा धेरैले दुःख पाउनु परेको छ होइन। र यहाँ चाहिँ अनि परिवर्तन कसरी हुन्छ? एउटाले बिगार्छ एउटाले सपार्छ भनेपछि त एउटा बिगार्ने भयो एउटा सपार्ने भनेपछि तपाईँ हामी यसैमा अल्मलिरहेका छौँ होइन। तर आज एउटा सानो गल्तीले यहाँ ठुलो क्षति भएको छ होइन। त प्लिज एभ्री वान, तपाईँले यदि एनिमल्सलाई माया गर्नुहुन्छ भने उनीहरूलाई राम्रो हेरचाह गरिदिनु र अन्तिमसम्म पनि व्यवस्थापन गरिदिनुहोस् है। यदि तपाईँले तपाईँले एनिमल्सलाई माया गर्नु नै पर्छ भन्ने छैन, ठिक छ, माया नगर्नुहोस्। तर यदि माया गरिहाल्यो भने तपाईँले राम्रोसँग पालेर अन्तिमसम्म यिनीहरूको व्यवस्थापन गरिदिनुहोस् है। र म यहाँको स्थानीय तहलाई पनि के भन्छु भने कि त यसरी फाल्ने व्यक्तिहरूलाई तपाईँले कारबाही गरिदिनुहोस्, होइन भने तपाईँले व्यवस्थापन गरिदिनुहोस् है। आज यसरी पुरै फैलिएको छ, यहाँ पुरै दुर्गन्धित छ, जसले गर्दा यहाँ अब धेरैको नजर पर्यो होला। तर यसलाई अब कसले यसको व्यवस्थापन गरिदिने है? सबैले अब यो बाटो त कयौँ मान्छेहरू हिँड्छन् होला, सबैले नाक चेपेर हिँडे होइन। प्लिज म सबैलाई यदि तपाईँहरूले पनि घरमा यसरी आफ्नो कुकुर अथवा बिराला जे पनि पाल्नु भएको छ अथवा गाई अथवा जे पनि अहिले गाईका बाछाहरू पनि यसरी बिच सडकमा छोडिदिनु, प्लिज सबैले यस्तो नगरिदिनुहोस् है।